Okay. Hi. Good morning. Albi. गाइस भाइ हामी कालिम्पोङमा है कालिम्पोङको दर्शन गर्न लागेको हामी बाइक लिएर आएर हुँदैछ भने के हुँदैन कम पर्थ्यो बाइकको स्टार्ट हुन्थ्यो अनि बाइक तेल पछि तिम्रो त स्टार्ट होला भनेको त स्टार्ट हुन्थ्यो नि त्यो हुँदैन यस्तो पर्दैन नि त उता त 5000 उताको आइसक्यो त्यति जाएर उताको त त्यही त तारी जान्छ हैन टाइम छ त फाइनल्ली केटा हो फाइनल्ली ल आधी घन्टा वेट गरेपछि बल्ल पाइयो है अब यो कति कुन स्पिड 3 देखि 5 को है स्पिड त्यो भन्दा बढी छैन है 3 नै होला प्रसिद्धि तिम्रो स्माइल नभएको धेरै भयो के दिउ त फाइनल्ली केटा हो भन्दै फाइनल केटा हो फाइनली चोकतिर केटा हो कालिन चोकतिर केटा हो कालिन चोकतिर बाटोमा पनि आउँदै भन्नु होला कि ओ ल यता हेर एकचोटी ग्याङ हिँड्नु बराबर यो उकालो हिँड्नु कहाँनिर छ के ट्रेन यता छ यहाँनिर ए देख्यो त्यो मान्छे चाहिँ देखेँ होइन रोकियो जस्तो नि के होइन नितेश यता हेर गफ गर है कालिन चोकमा पूजा गर्न जाने हामी तपाईको चाहिँ बखान त राम्रो देखिन्छ त म पनि बन्दिनु सबै उताबाट अर्को गइरह है अब त्यो एन्टिलाइट गरेर देखिन्न सियोहरू एउटी आउँछ नि त त्यो अहिले हाम्रो च्याप बोलाएर अघि गएर पक्का चलूंगा चल के जाऊंगा जाऊंगी त्यो तल झरेको भएर हो क्या के गरेको यो त हामीले उल्किँदा जस्तो हुन्छ ड्रोन सर्किँदा जस्तो तलमा खिच्दा त आयो भने खिच्यो भने ड्रोन सर्किँदा जस्तो हुन्छ सम्मी हामीले साथीभाइहरू हुनुहुन्छ यतापट्टि कस्तो दामी आएको यार बिस्तारै चलिङ्गे नान्चेलाई किन नलाने ल है ल ठिक छ हामी वहाँ तलबाट आएको है त्यो खाल्टोबाट ठुलो घाम नपरेको भएर कस्तो नआउँदैछ अहिले पर्सिदिला तल त्यो खाल्टोबाट आएको ठ्याक्कै यो हाइक गर्नेहरूसँग यो ट्र्याक है ठिक छ एकचोटि यता हेर न मुनसेट हुँदैछ प्रसिद्धि आऊ यता हेर न अहिले पछि फर्किँदाखेरि घाम अलि आउँछ
हिमाल जति त हिजोको त्यो गौरी शङ्कर त्यो अर्कै यताको मेरो अब हाम्रो प्रीति मिस यताबाट यस्तै झर्दै हुनुहुन्छ डराउनु भएको है यसमा आउन आउन थोरै गाडी थोरै हामी त्यहीँबाट गइदिनु पर्ने है खासमा ठुलो ठुलो सिँढी मामा यो डिलमा गएर टिकटक चल्यो है पुरै छङ्गै खा घन्टी के घन्टी ए यही हो क्या मैले भनेको हेर नि तल अहिले त छैन आयो होला कटेल एकछिन रेस्ट गरौँ अनि त्यसपछि हिमाल त अब पुरा हिमै छैन बसेर लाउनु पर्यो पानी मात्रै पूजा गर म ढोक्कीमा होइन नगर होइन आफूले लिएर आउनुपर्छ पर्दैन त्यसको मैले खासमा अब के खाली जाने उसको नआएको त्यस्तो के होइन माटो माटो हिँड्नु मेरो बरु ढुङ्गाबाट अलिअलि तातो कि यहाँनिर हो यार ढुङ्गा अलिअलि तातो त्यो भन्दा घामले तातो नि त यहाँ त अलिकति यो त ढिलो तात्छ नि त
एकछिनपछि यो तातो हुन्छ ओए नितेश खुल्ला पैसा छ भने देऊ न हामीलाई तिमीसँग छ ले ले देऊ न एउटा देऊ न एउटा दुईटा एउटा छ अर्को दुईटा त चिचुरो गरौँ न यहाँ त ओए नितेश लौ तिम्रो होइन सक्स द्रुत गतिमा गर्नुभयो भने चाहिँ के हामीलाई झ्याप गर्न दिनु ल फोटो ए एकछिन ए फोटो फेरि फुटाउने ल फोटो ल ल फोटो ल मेरो हाटेर होइन त्यो लाने हो लाने नै हो एउटा लानु एउटा आदि होइन थोरै राख्नु के थोरै चाहिँ राख्नु त्यहाँ फुटाउँछौ ल ल फोटो ब्याट त फोटो ल ब्याट त एकचोटि फोटो पर्छ है हात चाहिँ लाग्छ हान्न दिनु ल अझै 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 यसो गरेर भ्याट्ट गर न यसो गरेर भ्याट्ट गर ल समूह अनि भ्याट्ट गर भ्याट्ट गर जोडले ल भयो बाबुले अब अङ्कलले ल बाबुले अब ठुलो भइसक्यो नि ल एकचोटि हान्न थ्याङ्क यू अन्त होइन गुड बोय तिमीले सबै झोल चलाएर झोल चलाउँछ नि चलाउँछ त लग्ने घरमा फुटाउनु कस्तो हाथी आएर आफ्नो भेटी राखेर मजाले फुटाउनु अनि पर्सा लगेर जान्छ है हेलो
ससुराले यतै बनाइदिनु भए चाहिँ आउँछ बहिनीहरू छन् कत्रा भए हो ल म आउने पक्का अरू त के बनाउनु छ त बनाउनु नि त्यही हो ओ ल है मैले त पाएँ हजुर आऊ न आऊ हेलो भेन्टिलाइट पर्दो रहेछ के भन्छ र त्यसपछि पिरती लाउने आऊ भन्छ मैले तिमीलाई खोजेको तिमीले कसलाई रोजेको पर्देशो लासो जाऊ ल नबोला भन्छ बोले भने नबोला भन्छ नितेश भनेर बोलाउँछ के हो यस्तो कोले नबोला भन्नु तिमीलाई बोले भन्छ होइन केटोले खतरा तरिकाले भन्छ अनि त्यो भन्ने भनेको क्यामेरा अनसन भएको बेला नि भन नभएको बेला मात्रै भन्ने त्यो भन्न खोजेको मैले त अब यो बोल्न छोड्छ अब हँसाउन आएको जस्तो अहिले हँसाएको थियो नि त घुम्ने ठाउँ चाहिँ सक्यो अब मेन कुरा टाउको दुख्ने कुरा मात्रै छ अब टावर यहाँको मेन टाउको दुख्ने चाहिँ अर्को यो के बाटो अरे त्यो चरीपुरको बाटो चरीपुरमा 5-6 किलोमिटर उताको बाटो चाहिँ हामी घुमेर जानुपर्छ भने क्या उता नालाबाट जाने त्यो 5 खालीबाट हामी त्यो जानु पर्ने कि केरा बाटो पर्दैन क्या सिधै बनेमा हामी सिधै बनेबाट सिधै नाला गयो ठुलो बाटो पर्दैन त्यो तलपट्टि हामी हिजो त्यो सबै त्यो डाँडाहरू कटेपछि तल्लोपट्टि एउटा फाँट जस्तो आएको 5 खाल त्यो फाँट जस्तो त्यो 5 खाल भन्दा तामा काठ भन्छ त्यहाँबाट भगवान् त्यो अगाडिको चाहिँ घाँस काट्ने हुर्केर आयो जोबन हुर्केर कसलाई दिने त्यो हाल्छ क्या भन्छ गच्चा कहाँ भन्छ र त्यो लकी ड्रमा उसमा हुन्छ क्या चिठामा घर जित्या हुन्छ अर्को कुरा पर्नुपर्ने क्या खास गरी हरिवंशलाई पर्नुपर्ने चिठा हुन्छ चिठा भएर 5 रुपियाँ हुन्छ क्या ठ्याक्क 1 रुपियाँ यसो झिकेर खोज्दाखेरि ट्याक्क झर्छ क्या हरिवंशको झर्छ होइन मधुको ठ्याक्क टिप्छ क्या त्यसले क्या हरिवंश एकछिनदेखि क्या जोड भर्ने कि जोड कि बिजोड भन्ने ल यही हो ल यो चोर यही पर्छ भनेर भने हुन्छ क्या अनि ठ्याक्क ल लिनु टिकट भनेर ठ्याक्क लिनु होइन ल 1 रुपियाँ पुगेन होइन अनि पछि मधुर कृष्ण आउँछ ठ्याक्क 1 रुपियाँ ठ्याक्क त्यसले 5 रुपियाँको किन्छ होइन किन्छ अनि नखाने पछि अनि त्यो यो टिकट चाहिँ अब फेरि है भनेर भने हुन्छ नि त हजुरको चाहिँ लास्ट 2 टिकट जान्छ अनि घर सर दिन्छ घर चिजेपछि घरबाट हटाउनु पऱ्यो के गर्ने भन्दाखेरि त अनि भोटको गर्ने अनि के अरे त्यही अहिले बुझ्नु होइन गिरगिर क्याच कहाँ भन्छ के त्यसै हो त्यो वन मान्छे भन्ने अर्को मान्छे हो क्या यो भनेको चाहिँ यो के अरे घाँस काट्ने खुड्केर भने चाहिँ त्यो चिट्टा जिर्नेवाला भयो पछि हरिबहादुर मदन बहादुरहरू आएपछि नै अनि त्योहरू त्यो खुड्केर बच्चाहरू आएको थियो भैँसी हाँचेर भैँसी वन मान्छे भनेको वन मान्छेको पनि एउटा छ नि त्यो वन मान्छेमा चाहिँ त्यो बन्छ के हाम्रो यो हरिवंशको बनाइ हुन्छ नि के हुन्छ त्यो भएन फरेस्ट पुलिसलाई के हुन्छ अरे रेन्जर ल हामी बसेको होटल यही हो ट्याक्क लाएर कोही आउनु छ भने यहाँ आउनु सस्तो मिलाएर झ्याप्प